त्यस्तै भएर रहेछ क्या ल अब जस्तो जस्तो भयो नि एट्याक चाहिँ हानौँ न दिदी दामी भयो जय मजा भयो नि गोजीमा राख्नु दामी भयो नि के भयो त नआयो नि हामी अब जय र मेरो कुरा मिल्छ अरू आए पनि नआए पनि हामीले डस्ने त जेठी सासू र जयले पुरा डस्ने तातो भयो नि दिदी अब जुस खाँदै गर्नुपर्छ अब कस्तो जाडो भएको छ अब म ओभर हिट हुन्छु नि दिदी अरे क्या कस्तो तातो है जाडोमा ठिक्क भएछ हौ जय जय एकछिन राख्नु तर यस्तो कोइला हाल्दा नि त मासु पाउनु पर्छ यहीँनिर सानो रहेछ नि फुल त हेर्दा त कस्तो ठुलो देखिएको थियो सानो फुल रहेछ खेल्नु नि तपाईँहरू अब भोलि बिहान विचार गर्नुपर्छ अरे क्या म त खेल्नु बियर पनि लाउँदैन खेलिहाल्नु जय भिडियो बनाउनु खेलिहाल्नु यहाँ के पस्यो क्या यसको थोरै थोरै अर्ग्यानिक हुन्छ दिदी म त स्प्राइट चाहिँ खानुपर्छ कि अब तर होस् हो चिसो खानु न अन्त मासु खाँदा हतार हुन्छ नि त आगो ताप्ने भए चाहिँ आउनु भन्नु पऱ्यो कि त्यो भाइले तपाईँले अलिक बुझ्नु भएन रहेछ तर ठिकै छ आगो ताप्ने भए आउनु भन्नुहुन्थ्यो क्या मैले चाहिँ भिडियो बनाउनलाई झरेको नि अब ए तपाईँको फोटो खिचिदिन्छ अलिकति मान्छे एल्बिसमा त हल्ला गर्छ मजा आउँछ नि त एल्बिस केटाकेटी अब नेक्स्ट टाइम चाहिँ अलिक धेरै बस्ने गरी कान्छीहरू आएपछि क्या सबजना अनि धेरैजना हुन्छ नि त एक दिन बस्ने गरी हुँदा ठिक हुने रहेछ अलिक मजाले क्या एक दिनभरि बस्ने शीतल के है अरूभन्दा नि है साह्रै नै दिदी 10मा परिहाल्यो 10मा सबै चिज आयो नि त त्यो एउटा रुममा भएर अस्ति हामी आएको भए हुन्थ्यो नि हामी त बाटो बन्द भनेर खाना पारेर रहेछ नि त ठिकै छ यस्तो भयो भने किन यता फर्काइदिनु तपाईँलाई नि गर्नुपर्छ नि 2जना हो भने देख्नुभयो हुन्छ ऊ यहाँ राख्दैन न उयो मासु यो चाहिँ हाम्रो मासु हो जीवन आएको माथि सुतिरहेछ है अल्छीले जय र म डस्ने हो आएर सुत्ने हो अनि आएपछि चाहिँ अहिले बोलाउने हो दामी देखिन्छ भने डस्ने हो देश बिस्तारै जस त मिठो छ जय साह्रै मिठो छ मिठो रहेछ जुस कस्तो गर्दा त नहुँदो रहेछ राम्रो आएको छ जय यस्तो गर्नुपर्छ ल दिदी भोलि क्या बिहान सुन्नु न हो त्यसमा मुनिबाट ऊ लाग्छ भनेर ऊ गरे क्या दिदी ढुङ्गामा पोलेको जस्तो धुवा नलाग्ने दामी हुने रहेछ मलाई त मजा लाग्यो ढुङ्गा जतिकै त दिदी गरौँ छ जहाँ हो रहेछ अनि पेपर हुन्छ स्टिल पेपर मुनिबाट तातिने मात्रै रहेछ अब आज चाहिँ मै हुने भएन दिदी बिहान नहुने भयो मैले अघि विचार गरिसकेँ फेरि यस्तो गर्नुपर्छ होला दिदी भोलि क्या बिहान उठ्ने ब्रेकफास्ट खाने अनि उता पर्तिरसम्म जाउँ अनि त्यहाँ पुगेर आएर बोट चढेर आएर नखाउँ अनि कुले उता मर्को किचन त फुल बन्द भयो अरे दिदी चोर्न पाइँदैन चाबी छैन चोरेर भाइलाई
चला नि फेरि भोलि क्यामेरा हेरेर ऊ त्यो दिदीले सिकाएको भन्नु न म पैसा तिर्छु किन ब्याग डट्छ अन्त यहाँ बसौँ न एउटा फोटो खिचिदिन्छु दामी आउला कि जस्तो लाग्यो यहाँ 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 भोलि कता हो भाइको घर चाहिँ हजुर घर कता हो भाइको चाहिँ मेरो घर पूर्व पूर्व कता पूर्व भोजपुर अरे हामी खोटाङको हो त अनि ए हो र भोजपुर कुन गाउँको म भोजपुर तिवारी भन्छौँ श्यामशिला श्यामशिला तिहारी भन्ने नि थाहा छ थाहा छ सबैलाई तिवारी भन्छौँ अनि तपाईँहरूलाई चाहिँ म हामीलाई थाहा छ नि तिवारी भन्ज्याङको साथीहरू छ कि मेरो चाहिँ थुप्रै तिवारी भन्ज्याङको तिहारी भन्दाखेरि 3 किलोमिटर के अरे 6 किलोमिटर यता हो अन्त कता हो र त्यो म त थाहा छैन तपाईँलाई त थाहा छैन मलाई थाहा छ कि मेरो साथीहरू छ नि त तिहारी भन्छ नि थाहा छैन त्यो तपाईँहरूले चाहिँ खोटा कोइराला खलकहरू थाहा छ भाइ कोइरालाहरू थाहा छैन होला भाइ कति वर्ष पुग्यो सानै हेर्दा त सानै छ कति 25 त्यस्तै अनि 25 पनि 25 मात्रै होला हौ भाइ त धेरै छैन होला जीवन चाहिँ साह्रै राम्रो रहेछ मैले त 27 28 भन्छ मान्छेहरू प्रायः मैले भन्छु नि त भाइ म त चाल तपाईँ त पाइदिएँ नि 24 25 24 25 भर्खरकै छ अनि ज्यान चाहिँ ठुलो रहेछ तर मान्छे त सानै हो भाइ विवेकलाई अब कल गरेर यहाँ खाना तपाईँहरूले चाहिँ खोटाङ कुन ठाउँ हाम्रो त रतन चा के अरे रतन छ पहाड ए म खोटाङ एकचोटि गएको छु हलेसी ए हलेसी हलेसी भनेको कता पर्यो हलेसी मलाई त त्यति साह्रो थाहा माथि हलेसी भइगयो नि अर्कै दिदी ठाउँ हो। हलेसी भनेको खोटाङको मेन ठाउँ त्यो चाहिँ के अरे मेन ठाउँ भन्नाले त्यो चाहिँ त्यस्तै अब भोजपुरको सीताकाली मन्दिर त्यो चाहिँ अब मन्दिर भएर फेमस हेलो। भयो होइन त्यहाँदेखि उता कता भन्ने अब साँच्चै भन्ने हामीलाई त्यति साह्रो थाहा छैन तर उता मलाई त काठमाडौँतिर बस्नु ए ए हेलो हाई के छ हौ हालखबर भन बोलचालले हरायो त नि कान्छी भात खाँदै हो छुट्टी आज छुट्टी कि हाम्रो त व्यवस्था हुँदैछ यहाँ हेर्न हामी त नि जीवन सुतिरहेछ जय र म त्यही नि कहाँ हो र हामी हामी कुले खाने हो अस्ति बोट खेलेको छेउमा आज हाम्रो होटल उतै मासतिरको कोठामा हौ बरन्डामा एसी भएको मजा भयो अघि रुमको भिडियो पठाएको थियो तिमीलाई अनि त्यहाँ सुत्ने हो हामी आज म यता र उता पऱ्यो भने त्यो जहिले दिउँसो होइन ल यस्तो यस्तो भन्नु न सिधा सिधा भने तल र माथि मलाई त डर लाग्छ त राति सुत्दा भने थिएँ यहाँको त फेरि यस्तो भित्रबाट रुम रहेछ फ्यामिलीवाला रुम पनि रहेछ क्या अनि त्यसमा फेला परियो क्या के अनि तिमी अनि दिदीलाई नमस्कार पनि गऱ्यौ न त अनि मलाई पनि फेरि बुढालाई पनि नमस्कार गर्नुपर्छ धेरै पछि देख्दाखेरि के हो यार हो रड्डी छौ कि के हो यार अಯ್ಯೋ। बाटोभरि तिम्रो गुनगान गाएर आएको आमा चाहिँ के गर्नु रहेछ आमा के गर्दै हुनुहुन्छ अरे आमालाई देऊ त आमा फेरि जहीँ म पनि आउँछु भनेर अहिले आमा ए हो बोला नि त नि आमालाई सुत अनि दिउँसो होइन र अहिले त्यहाँ हेर अल्छी नि हल्लिनु नमानेको हेर्नु न आज तिमी। तेरो छुट्टी ए काममा अब जाने के खाएको चटपटे खाएको भन न
म त उसलाई फोन गर्न लाग्नु भएछ भने म त तिमीलाई नभनिकन नेपाल आइपुगेँ त नि फोन गर्न बोल्नु भन्छु अनि विमान छक्क परेको अरे क्या दिदीलाई लिन जाने भन्दा त हो र भने सबैजना छक्क पऱ्यो मावला गएको त मलाई रेवती भनिरहेछ क्या दाजुले त्यो तलको बाटोको दाजुले क्या दाजु के गर्दैन भाउजूले को आएको भनेको रेवती बहिनी र जीवन भयो भनेर होइन मातेर त भनेर सपना हो कि विपना हो भन्नुहुन्छ भाउजू त के पो भन्नुभएछ है सपना हो कि विपना हो भनेर के भन्नुभयो दिदी मैले चाहिँ सुकिनँ होला अरे क्या लास्टमा झुक्काएर गइदिएको नि त कसैलाई नभनिकन अनि उता मावलामा नबसेर यता भागेर आएको त्यो साइली बुहारीले त फुपू भन्दै बोलाएको त्यो तल्लो घरबाट अनि म तर्सेर क्या म त ला भागेको हौ बुहारी आज टाइम छैन पछि आउँछ होइन फुपू हाम्रोतिर नजाने भन्दै थिएँ है ढाप्दै यता आउँदा राति भयो अनि मैले ज्वाइँले अस्ति यहाँ जम्मै भनेको थिएँ कि अस्ति चाहिँ बाटो अप्ठ्यारो भनेर हामी सरासरी घर गयौँ होइन आज चाहिँ अघि नै भनेको अनि झुकिँदै तिमी भनेको छैनौ अनि आमालाई भनेको छैन दिदी नेपाल गयो भनेर देखा न आमालाई लगेर देऊ न यहाँ म बोल्छु क्या आमासँग पहिला अनि दिदी देखाउँछु क्या झक्क ल अनि के भयो त अनि सोधेक गरेर आमालाई ज्वाइँ मिस भएछ नि अनि अब नेपाल के अरे ए हङकङ राम्रो रहेछ अरे हङकङमा कत्रो कत्रो घर हुन्छ हङकङ राम्रो छ मलाई वहीँ लगिदियो त भनेको छैन आमाले युके त राम्रो रहेनछ अरे मान्छे पनि कोही देखिँदैन अरे आमाले मलाई लगिदियो त भनेको छैन कि नेपाल आउँछु भन्दै युके त सुनसान छ अरे मान्छे पनि देखिँदैन जङ्गलतिर अरे बिचरा अब आमालाई हङकङ पठाइदिनु पर्छ पासपोर्ट छँदैछ भिजा लागिहाल्छ जियन उसको जेठा छोरा निको हुन्छ र अनि जानेहरू उसकै घरमा भन् न ए दुइटै भाइ एकैचोटि हाल्नुपर्छ एकैचोटि त हामी जानिहाल्छौँ राख्दैन किन भाइ किन एकैचोटि हुँदैन र एकैचोटि गर्दै नि हुन्छ न एकैचोटि गर्ने नै खानुपर्छ छेउछेउमा आमा नमस्कार के राख्नुहुन्छ कि राखिदिउँ दुइटै राखिदेऊ न भाइ मिलाएर जोड्दैन नि त नि होइन ए आमा यहाँ मासु पोली पो खाँदैछौँ हामी यस्तो त त मासु पोलेर त खाएको छैन हौ होइन यो त राम्रो हुन्छ हामी त कोइलामा मात्रै पनि यो त खाएको छैन यस्तो पनि हुँदो रहेछ अब गएर मनी ट्राई उल्टी ट्राई ज्वाइँ आमा बियोस् खै आमा यहाँ को हुनुहुन्छ हौ छेउमा हेर्नु त आमा नमस्ते ल ढोक गरे भन्नु नमिल्ने हाम्रो त नमस्ते नै चल्छ आमा मासु पो पोली खानु लाग्यो कहाँ हो बोल्नु न आमा नेपाल चिकन अहिले अट्दैन नि त हो यो पहिला सबै एकैचोटि गरौँ एकैचोटि त्यस्तो गर्ने ए ल गरौँ कि के गरौँ हुन्छ जसरी गर्दा पनि यो यति राखेर उसै गर चिकन ए मिलाएर गरौँ न भाइ हामी जसरी पोलेर खाँदा पनि भयो खानु चाहिँ पऱ्यो हाल न हाल लु यो सबै हालिदिउँ हालिदेऊ न त हाल्दै अनि अर्को लटमा उयो अर्को चिकन हानु भने अनि फोन गर्दा फोन पनि उठाउँदैन अनि सुनाउनु सुरु भइहाल्नु तपाईँको साह्रै निको हुँदैछ अब गएर बस्नु 10 दिन भयो भनौँ ए 8 दिन भयो भनौँ डुलिवरी यहाँनिर पसेको ज्वाइँ र म यहाँ छौँ जीवन झर्नु मानेन माथि छ माथि सुतिरहेछ क्या कोठामा झर्नु मानेन आँखा अलिक गाह्रो भयो अरे अनि झर भनेको एकछिन सँगै आएको हो ज्वाइँ र म जीवन आएको क्या आमा एलबी सर आउनु मानेन यतिकै अब पल्टाउनु पर्ने हजुर जुस खान्छौ भाइ मैले नखाने घाँटी दुखिरहेको यो त अर्ग्यानिक जुस हो नि अघि बनाएर ल्याएको फ्रेस लिएर आएको क्या ग्लास ल्याऊ न मिक्स हो क्या ग्लास लिएर आऊ न तिमी हामीलाई पनि ल्याऊ न ग्लास के दुईटा ग्लास ल्याऊ न सानो कता आउनुहुन्छ म भएकोतिर भने कि यता आउने भनेको नेपाल
के अब नेपाल टुर हान्नुपर्छ। अब आइहाल्छ नि भन्नु न तपाईँ त पाइहाल्नुहुन्छ नि होइन तपाईँ र जीवन दाइ त पाइहाल्नुहुन्छ नि हामी आउँछु भन्नु न यस्तो त दामी फर्स्ट अनि यो त कति दामी हुन्छ त ढुङ्गा जस्तो अनि यो त धुवा बेगर खानु पाइयो नि त मैले नयाँ आइडिया सिकेँ नि अब त हाम्रो त यहाँ यस्तै हुन्छ ढुङ्गा यो त मैले त हामी त कहिले हामी दिदीले खान्छ तर यो त आइडिया थाहै छैन मलाई दिदी तपाईँलाई यहाँ दिउँ मेरो त छ त चाहिँ म यहीँ खान्छु म त सिसामा खान्छु मैले सिसामा कस्तो मागेरीले गर्ने अनि सिसामा कस्तो राम्रो देखिँदो रहेछ दामी नि छ त्यो बेकरीको गिलास अनि यो पनि राम्रो छ तर जुस राम्रो कति भन्यो लु दिदी चेस 8 दिन इन्जोय गरौँ अब ल भाइकोलाई पनि चेस है अब भाइ नै हाम्रो पार्टनर हो अहिले होइन अरू कोही न जीवन दाजु आउनुहुन्न सानो बुढाबुढी आउने मानेन एल्भिसहरू आउनु मानेन अस्ति आउँथ्यौँ नि बाटो बन्द छ भनेर पो नआएको त आमा पर खोला चाहिँ बन्द रहेछ क्या होइन यताबाट चढेको थियौँ कि हामी यो तल हेभीबाट चढ्दाखेरि गाडी फर्काउनु छैन कि छैन भने कि अनि नातिनीसँग तर उनीहरूले सम्झेछ हामी काठमाडौँ जाने काठमाडौँ जाने चाहिँ बन्द थियो क्या काठमाडौँ जाने चाहिँ बन्द रहेछ कि तिनीहरू फोन त उठाउँदैन म त आजै हो बोलेको जयसँग मात्रै बोल्छन् उनीहरू म त अब भोलि बोल्नु होला आमा म त तपाईँ छोरी ठुलीलाई घुमाउँदैछु नि नानालाई हुन्छ म गरिदिन्छु म गर्छु अनि म त नि दुख्लाइसकेँ नि तपाईँ गएर कता कता घुमेर आइसक्यौँ हामी त आमा अनि अस्ति हामी गएको थियौँ नि मेरो साथीको होटलमा साइलीले के भनेको आमा हो त्यहाँ होटलमा गएर आयौँ हिजो दिदीसँग निक्लाजुङ गएर आयौँ क्या हिजो आमालाई भन्नु अनि काममा निक्लाजुङमा साह्रै मिठो थियो सेको यो त भाइलाई दिनु न भाइले गर्छ साह्रै तातो हुन्छ यो त पोल्दो रहेछ तर यसमा त उसिनेको जस्तो नि हुन्छ कि हो लास्टमा क्या हुँदैन पोलेकै जस्तो होइन किनभने यो बाफ हुन्छ होला भनेर क्या ए तर यो आइडिया मैले गर्छु अब मजा आउँछ है आमा यो मासु खाइहाल्छौँ हामी पोलेर अब आज यतै बस्ने आमा यहाँ हो यहाँ बसेको छौँ यो घरमा एउटा नयाँ घर किन्नुपर्छ क्या हो अब यता तल पार्क यता ऊ चाहिँ इन्द्र सरोवर चाहिँ यता तल हो क्या अब जानु न अनि जीवन दाजु जानुहुन्छ अरे अनि हङकङ जानु न जीवन दाजुसँग राम्रो लाग्यो आमा ए लौली बिचरा आमालाई गाह्रो भएछ नि ठिकै छ अब आमाले बिचरा आमालाई हेर्नु त आमा तपाईँको कान्छीहरूले के भन्दैछ आमा त घुम्ने रक्सी पनि खाने आमा फेरि ए कता हिँड्नु पर्ने अरे उबरमा छिटोले ज्वाइँलाई भन्नुभएको छैन आमाले त्यसो भए त अनि आमालाई भन्नु नि अब ज्वाइँ आएपछि गाडीमा किनेर अनि कुद्ने हो गाडीमा भन्नु नि तिमीले नेपालमा पनि हो नि आमा भीमाले हेर्दैछ नानी भीमा छ आमा सुन न पारु अनि पहिला गाडी कति खर्च हुन्छ बाबा गर्थ्यो नि अनि गाडी भएर त अहिले यहाँ ओहोरदोहोर सजिलो भइरहेछ गाडी नभएको थियो भने जानेको थियो भयो दिदी ल अब दरो काट्ने हो जीवनलाई उचित होला बस
यहाँ त बढी त्यो राम्रै न त ममता राम्रो यो तिन गर्नलाई यति भएपछि किन दिदी छोड्दिनु नि अहिले त्यो भाइले गरिदिन्छ पाक्दैछ नि ऊ डढ्नु पो थाल्यो जानु हुँदो रहेछ घरमा थाहा यो त धुवाले लाग्दैन रहेछ क्या दिदी ल यो चाहिँ आइडिया साह्रै राम्रो रहेछ पारु मासु पोली खाँदाखेरि त्यो पेपर लाउने पहिला पेपर पाउँदैन यहाँनिर अनि पेपर लगाएपछि यसरी मुनिबाट होइन धुवाले नभेट्ने क्या आमा नै यो चाहिँ मासु पोल्ने नयाँ आइडिया सिकेको हो मैले लु मासु चाहिँ पोलेर खाँदैछौँ गएर जीवन सुतेको छ आफू पनि अब आएर त्यस्तै गरिन्छ मासु पनि अहिले चाहिँ कस्तो छ त आमा अनि यो घरमा चाहिँ हामी बस्छौँ जीवन दाजु तपाईँ आउँदाखेरि जानुहुन्छ होला कि के गर्नुहुन्छ बस्नुहुन्छ होला कि